गाइस आज चाहिँ म फिसरम्यान भिलेज पताएमा भर्खरै नयाँ घुम्ने ठाउँ स्पोट खुलेको छ अनि म त्यहाँ जाँदैछु। त्यहाँको एक्टिभिटीहरू देखाउने छु है त। हेर्दै गर्नु होला मेरो युट्युब च्यानल, सब्स्क्राइब पनि गर्नु होला है त। फिसरम्यान भिलेजमा रहेको छ नितान क्याफे है त। ल अब यहाँबाट इन्ट्रान्स हुन्छ हाम्रो। यस्तो छ यहाँभित्र दामी। अब म देखाउने छु सबै कुराहरू है त। त्यो पुरै यो अक्टोपस छ है त। दामी छ यो चाहिँ अक्टोपस। यो चाहिँ कफीको यस्तो छ है त। कफी, ग्रिन टी, एभ्रिथिङ ह्याभ। एकदमै लाइभ बनाइरहेको छ यो चाहिँ। बनाना, chocolate and topping, very nice। यस्तो छ है त। पुरै यहाँ डुङ्गा छ, यस्तो दामी छ है त। यस्तो रहेको छ है त ढुङ्गा नितान क्याफेको। दामी छ है त। पुरै काठको नितान क्याफे दामी लाग्यो मलाई चाहिँ। तपाईँहरू कतै आउँदै हुनुहुन्छ भने फिसरम्यान भिलेज घुम्नु होला। अनि यहाँ अझै बाहिर धेरै कुराहरू छ। यो चाहिँ नितान क्याफे एउटा मात्रै हो। अनि त्यसपछि बाहिर धेरै कुराहरू छ, म देखाउने छु है त अहिले। उता चाहिँ अक्टोपस है, त्यो अक्टोपसको। मैले अर्डर गरेको चाहिँ त्यही हो जस्तो लाग्यो। अब घन्टी बज्छ। बज्यो घन्टी पनि। माछ यो चाहिँ 140 भात। अनि त्यसपछि यो चाहिँ यो होइन यो चाहिँ ग्रिन टी 140 भात। अनि त्यहाँबाट अनि फ्रेस क्रिम चाहिँ यो चाहिँ 190 भात। नेपाली चाहिँ त्यही 800। अनि यो चाहिँ नेपाली 600 है त। यस्तो दामी छ। फेरि ठाउँ नै दामी छ नितान क्याफे। ओके पुरै यहाँ ठुल्ठुलो काठको राखेको छ। दामी डेकोरेसन चाहिँ दामी छ यसको। त्यसको उता जमटेन साइडमा नि छ नितान क्याफे। त्यहाँ पनि राम्रो छ एकदमै। त्यहाँ झन् ठुलो छ। यहाँ चाहिँ अलि सानो छ नितान क्याफे, तर उता चाहिँ ठुलो छ। उताको डेकोरेसन नि बवाल छ। यताको भन्दा उताको दामी छ। एकदिन म त्यताको पनि भिडियो बनाउँदैछु। तर यो चाहिँ नयाँ हो चाहिँ पताएमा। जमटेन बिचनिरको चाहिँ दामी छ त्यो पनि। अक्टोपस यो नयाँ खुलेको हो। दामी छ है त। यो त डेकोरेसन चाहिँ वाइड गरेको छ। अब यहाँबाट निस्किन है। बाहिर चाहिँ भिलेज देखाउँछु म अब। दामी फोटो अब यहाँ बसेर खिच्छु है त म। यता फेरि अर्को रेस्टुरेन्ट छ। म भर्खरै निस्केँ उबाट चाहिँ। यो टोकुनी ठुलो रहेछ है त माछा। टोकुनी। तर आज चाहिँ म यहाँ जाँदिनँ। अब म निस्किनु पर्ने छ। यहाँ सर देखाउँछु बाहिर है त। यस्तो दामी छ भिलेज चाहिँ। त्यहाँ लाइट हाउस। ल है त। अब यता यस्तो मजाको घाम लागेछ। तर यो कम्प्लिट भएको छैन है। यो कम्प्लिट भएपछि त झन् बवाल हुन्छ। कम्प्लिट भइसकेपछि म फेरि अर्को भिडियो बनाउने छु। तर त्यो चाहिँ साँझमा आएर है त। एकदमै उता समुद्र देखिन्छ। अनि यता यस्तो छ। यो चाहिँ अब नाइट टाइममा आएर बनाउँछु म। अहिलेलाई चाहिँ डेमा आएको। यो चाहिँ के होला भन्नु होला तपाईँहरूले। यो चाहिँ टोइलेट रहेछ है त। तर दामी छ है टोइलेट। जस्तो देखिँदैन। मलाई दामी लाग्यो यो चाहिँ डिजाइन चाहिँ।
तर यो टोइलेट रहेछ टोइलेट जस्तो देखिँदैन तर दामी छ है त यो चाहिँ सनसेट डेक यो चाहिँ सनसेटको लागि बनाएको यहाँबाट सनसेट दामी देखिन्छ अब नेक्स्ट टाइम चाहिँ म सनसेट हुने टाइममा आउँछु अनि बनाउँछु फिसरम्यानमा आउँदै हुनुहुन्छ भने यहाँ तलपट्टि आएर पार्किङ छ पार्किङ स्पेस यस्तो छ अनि यो चाहिँ लाइट हाउस अहिले खुलेको रहन्छ खुलेपछि जानुपर्छ त्यहाँ पनि लाइट हाउस हो दामी रहेछ यता त दामी रहेछ म यता जाँदैछु है त वाउ वाउ दामी रहेछ लाइट यस्तो छ यता चाहिँ बिल्डिङ दामी दामी छ क्या सबै यो घरहरू जस्तो चाहिँ सबै यो रेस्टुरेन्ट हो है छुट्टा छुट्टै पार्ट भएको रेस्टुरेन्ट हो अनि यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ पुरै यो माछाहरू बेच्ने ठाउँ बनाएको छ यस्तो छ त्यहाँ चाहिँ काम भइरहेको रहेछ त्यहाँ चाहिँ यहाँ आएपछि पतामा आएपछि तपाईँहरू यो ठाउँमा घुम्न चाहिँ नभुल्नु होला आउँदै हुनुहुन्छ भने यदि दामी छ है यो ठाउँ चाहिँ मलाई एकदमै राम्रो लागेको ठाउँ हो यो चाहिँ यो सबै रेस्टुरेन्ट रहेछ सबै रेस्टुरेन्ट अनि यो चाहिँ लाइट हाउस भिलेज एभ्रिथिङ ह्याभ हियर है त यस्तो रहेछ है त सर्लाको मलाई यहाँ देखिँदो रहेछ यस्तोसँग खिचियो भिडियो है त आज पुरै घुमियो यता अब अर्को दिन फेरि म बनाउँछु तर यहाँ फुल ओपनिङ भएको छैन सफ्ट ओपनिङ मात्रै भएको छ अनि बनाउँछु है त फिसरम्यान भिलेज यस्तो छ है त फिसरम्यान भिलेज आजलाई बाई बाई सी यू अगेन